गर्नुभयो? किन विवाह गर्नु भएन? प्रेम गर्न मुड आयो, फेरि मुड चेन्ज भयो। प्रेम गरे छोड्दियो। 2-4 जनाले तपाईलाई पुगेन। बाँचिन्जेलसम्म फरक फरक प्रेमहरू आइ नै रहन्छ। तपाईले फरक केटाहरूसँग फरक शैलीमा प्रेम गर्नु। हाम्रो देशमा गण्डकी प्रदेशबाट निर्वाचित भएर यतिखेर जसरी हामीले प्रदेशको कुरा गरिरहेका छौँ, प्रदेश सांसद राजीव गुरुङ हाम्रो बिचमा हुनुहुन्छ। तपाईलाई म जनता जान चाहन्छु कार्यक्रम स्वागत गर्न चाहन्छु। नमस्ते, थ्याङ्क यू। तपाईँ अपराधी हो। गुण्डाहरूलाई तलाउनु त नेपाल प्रहरी नै हो नि। राजीव गुरुङ कसलाई तल हासल एउटा नाम जेल हालेको छ। तपाईँ भन्नुहोस्, एउटा गतिलो मान्छेलाई थुनेको देखाउनुहोस्। तपाईँलाई लगेर थुन्यो। ज्योतिजी, हजुर तपाईँ हास्य कलाकारबाट एक्कासी फड्को मारेर हिरो बन्नुभयो। हजुर कसरी बन्नुभयो? अहिले तपाईँको कोही गर्लफ्रेन्ड छैन? छैन नि। ढाँट्नुभयो तपाईँले? होइन, डाँटेको होइन, म सत्य बोल। तपाईँ गर्लफ्रेन्ड लिएर हिँड्नुहुन्छ त फेरि कता? कफी सपमा देखाए हुन्छ कहिले काहीँ। एउटा मेरो बानी रक्सी खाएपछि गीत गाउनु पर्ने मलाई खुब, होइन? म एउटा म्युजिकको विद्यार्थी। तपाईँलाई श्रीमतीले कुटिरहेको छ, तपाईँ चाहिँ रक्सी खाएर उहाँले कम्पनी खोले हुन्छ, उद्योग खोले हुन्छ, मुद्दा हाल्ने भन्ने हाल्छु त सके। तपाईँ पनि खोल्नुहोस्। रवि लामिछानेको दम छ भने तपाईँको काम भनेको चाहिँ मुद्दा हाल्ने उदो धन्दा चलाएर बस्नको लागि रविजीले आग्रह गर्नुभएको छ। अहिलेको सोसियल मिडियामा मेरो छोरीले म विदेश जाँदाखेरि ड्याडी मलाई डल ल्याइदिनु भन्छ है, यो डल ल्याइदिनु, मलाई वेडनेसडेको एउटा डल ल्याइदिनु भन्छ होइन। अनि मैले चाहिँ त्यो डल कहाँ पाउँछु छोरी मलाई थाहा छैन, म प्रोग्राममा छु भनेपछि उसले कुन अस्ट्रेलियाको कुन सिटीको कुन सपमा कति नम्बर स्टेटमा कुन सपमा पाउँछ भनेर यहाँबाट मलाई लोकेसन पठाइदिन्छ। ड्याडी त्यहाँ पाउँदो रहेछ, त्यहाँ गएर त्यो किनेर ल्याउनु भनेपछि संसार यति धेरै एडभान्स भइसक्यो हो। संसारका कुराहरू हामीलाई थाहा छैन, हाम्रा नेताहरूलाई थाहा छैन, हाम्रा कर्मचारीहरूलाई थाहा छैन होइन, हाम्रो चाहिँ न्यायालयलाई थाहा छैन, हाम्रो कार्यपालिकालाई थाहा छैन, सबैले थाहा छ नि त। अनि नभइरहेको कुरा त यो तपाईँको बुझे जस्तो गरेको मान्छेले बुझाउन सकिन्न, नबुझे जस्तो गीत गाउनु निदा जस्तो। किन त्यसो भन्नु? तपाईँ बस्नुहोस्, फिर्ता लिनुहोस्। तपाईँ यसो त्यो फिर्ता लिनुहोस्। तपाईँ यस्ता शब्द नबोल्नु। तपाईँले किन अध्यक्ष सत्य भन्नु? तपाईँ दुनियाँबाट परिचालित मान्छे। दुनियाँबाट भयो, फेरि हात लाउनुहुन्छ। अनि को दुनियाँबाट भनेको? बस्छ